जय मेसी म पार्षद सिलास राई विशेष गरिकन सिक्किम दागबारी संगति चर्चलाई म नेतृत्व गर्छु भने विशेष गरिकन आज म जामार मिनिस्ट्री इन्टरनेसनल सँग मिलेर जुन प्रकारको सेवाकाई पनि कोलाबोरेसनमा गर्छु अनि त्यो चाहिँ के भन्दाखेरि जामारसँग गरेको चाहिँ म्युजिकको विषयमा हो। स्कुल अफ वर्शिप अनि म्युजिक उहाँहरुको थुप्रो मिनिस्ट्री मध्येमा एउटा चाहिँ स्कुल अफ वर्शिप अनि म्युजिक हो। अनि यो कुरालाई हामीले चर्चको कुराहरूलाई सेवाकाईलाई गर्दा गर्दै पनि यो जब पनि 2000 सालदेखि म पनि जोडिए अनि अति नै एउटा आशिषित र अति नै शिक्षित अनि हाम्रो चर्चहरूलाई अति नै खाँचोलाई टार्ने अनि खाँचोलाई कभर अप गर्ने चर्चहरूलाई एउटा आशिष पुर्याउने अनि भरपाईलाई पुरा गर्ने यो आराधनाद्वारा चर्चहरूको जति पनि जवानहरू छन् अनि सेवाकाईमा लागेको सेवकहरू छन्, आमा दिदी बहिनीलाई सेवा चलाउनेहरू छन्, हाम्रो जवानहरू बढ्दै गरेका छन्। उहाँहरूलाई हाम्रो पनि हाम्रो जाति र हाम्रो चर्चहरूलाई पनि यो आराधना अनि म्युजिकलाई चाहिँ अति नै खाँचो परेको देख्दाखेरि कसरी चाहिँ हामीले यसलाई पुरा गरेर लान सक्छौँ भन्ने बातचित हुँदै गर्दाखेरि चाहिँ उहाँहरू पनि एकदमै अग्री हुनुभयो कि हामीले पनि यो सिक्किममा ल्याउनु पर्छ अनि सिक्किममा गर्नुपर्छ भन्दा उहाँहरू पनि खुसी भए। सिक्किमको बारेमा हामीले बतायौँ। यहाँको सबैको चर्चहरूमा आराधना स्कुलहरू छन्, विभिन्न ठाउँमा हामी आदर गर्छौँ। तर यो म्युजिक जुन प्रकारको छ यो एउटा म्युजिक एजुकेसन सङ्गीतको क्षेत्रमा एउटा शिक्षित बनेर चर्चहरू बढ्नुपर्ने कुराहरूमा अलिकति टेवा पुग्ने चाहिँ यो एकदमै देख्दाखेरि यो जामार मिनिस्ट्रीभित्र रहेको स्कुल अफ वर्शिप अनि म्युजिक जुन चाहिँ एउटा मिनिस्ट्री छ सङ्गीतको सेवाकाई त्यो चाहिँ चर्चलाई अति नै टेवा पुग्छ अनि सहायता पुग्छ भन्ने खातिरमा बातचित हुँदा हामीले धेरै वर्ष अगाडिदेखि बाहिर यो जयगाउँमा थियो भने हामीले 2014 देखि चाहिँ हामीले सिक्किममा पनि धेरै बातचित गऱ्यौँ अनि गर्दै गर्दै जाँदाखेरि आज हामीले 2023 मा गऱ्यौँ नाम्चीमा 110 जना ग्रेजुएसन भए भनेदेखि लास्ट इयर हाम्रो 85 जना ग्रेजुएसन भए अनि यो वर्ष पनि हामीले 100 जनासम्मको सिट राखेर हामीले फेरि गर्ने तयारमा हामी कम्बर कसेका छौँ। र यो पल्ट चाहिँ लास्ट इयर चाहिँ बितेको वर्ष चाहिँ गान्तोकमै हुँदैछ नि भ्यानु चाहिँ पिएनजी स्कुल डेभलपमेन्ट एरियामा र हजुरहरूको वरिपरि जति पनि आराधनामा नानीहरू इच्छुक राख्छन्, सङ्गीतमा म्युजिक क्षेत्रमा इच्छुक राख्छन् उहाँहरूलाई चाहिँ हामीले मौका दिँदैछौँ। र सधैँ चाहिँ यो वर्ष पनि जनवरी हाम्रो 3 तारिकदेखि 29 तारिकसम्म अथवा ओभरअल 1 महिनाको यो आराधना स्कुल भइराखेको छ। अनि आराधना मात्रै होइन, यसमा चाहिँ आराधना सँगसँगै म्युजिक एजुकेसन हामीले एकदमै म्युजिकलाई यो सङ्गीतलाई शिक्षित बनाउँछौँ। यसमा के सिकाइन्छ भन्ने कुरा भने किबोर्ड सिकाइन्छ, गिटार सिकाइन्छ, ड्रम सिकाइन्छ, भायोलिन सिकाइन्छ, भोकलको बारेमा भोकल सिकाइन्छ। अनि यो सिकाइ चाहिँ कस्तो भन्दाखेरि साधारण प्र्याक्टिस होइन, फुल एकदमै प्रोफेसनली जुन चाहिँ प्रकारको ट्रिनिटी लन्डनका स्टुडेन्टहरू ग्रेजुएसनहरू भएका मास्टर अनि पिएचडी गरेका छन् भनेदेखि शान्तिनिकेतनदेखि लिएर इन्डियाको विभिन्न भागमा मुम्बई अनि चेन्नाईहरूमा पनि ग्रेजुएसन र पिएचडी भएका टिचरहरू छन्। र टिचरहरू कहाँबाट छन् भनेदेखि कालिम्पोङ दार्जिलिङबाट छ भने मुम्बईबाट छ, केरलाबाट छ अनि जयगाउँहरूबाट छ। अनि हामीले आध्यात्मिक कुरामा चाहिँ कतिजना सिक्किमबाट पनि हामीले प्रयोग गर्दैछौँ, बोलाएका छौँ भने काठमाडौँबाट 18 देवानहरू पनि छन्, नेपालबाट पनि छन्। यसै कारणले गर्दाखेरि यो म्युजिक अति नै चर्चहरूलाई एकदमै सहायता पुग्ने कुराहरू छ। जवानहरू म्युजिक सिक्दै गरेकाले सहायता पुग्ने छ। इन्स्टिच्युटमा हुनेहरूलाई कतिवटा स्टुडियोहरू खोलेर बसेका छन्, उहाँलाई सहायता पुग्ने छन्। र तपाईँहरूलाई हामी स्वागत गर्छौँ र अति नै सिट चाहिँ लिमिट सिट छ र तपाईँलाई यो मौका दिनका लागि हामी यहाँ मिडियामा आएर तपाईँहरूलाई सम्पर्क गर्नुहोस् र तपाईँहरू जति पनि इच्छुक छ, तपाईँलाई खाँचो पर्छ, तपाईँहरू यसलाई कन्ट्याक्ट गरेर तपाईँले आफ्नो सिटलाई रिजर्भ गर्न सक्नुहुन्छ। र हामीले एकदमै तपाईँलाई वेलकम गर्छौँ अनि तपाईँलाई मौका दिन्छौँ। हाम्रो ठाउँको हाम्रो एरियाको मण्डलीहरूलाई गान्तोक अनि गान्तोक सहरको वरिपरिको मण्डली सिक्किमको अनि हिमाली क्षेत्रको जति पनि जोहरूले चाहिँ यो कुरालाई बुझिकन खाँचोमा परेका छन्, तपाईँलाई चाहिएको छ, तपाईँहरू झट्टै आइकन यो हामीले दिएको कन्ट्याक्टहरू तपाईँलाई यहाँ कन्ट्याक्टहरू फोन नम्बर दिनेछ अनि हामीसँग फर्महरू छ, तपाईँले फोनमा कन्ट्याक्ट गरेर फर्म लिन सक्नुहुन्छ, यहाँ फर्म भर्नु सक्नुहुन्छ।
अनि तपाईँले सबमिट गर्न सक्नुहुन्छ। यो चाहिँ प्रिपेड रेजिस्ट्रेसन हो। तपाईँले झट्टैभन्दा झट्टै तपाईँले आफ्नो सिटलाई रिजर्भ गर्न सक्नुहुन्छ या त अकुपाई गर्न सक्नुहुन्छ र तपाईँलाई हामी स्वागत गर्छौँ र तपाईँहरूले एकदमै आएर उपलब्धि लिनुहोस् र तपाईँको चर्चहरूमा मण्डलीमा सेवाकाईमा टेवा पुग्ने टुल्सलाई तपाईँले रिसिभ गर्नुहोस् र तपाईँहरूको लागि यो अपर्च्युनिटी छ। परमेश्वर पिता पुत्र अनि पवित्र आत्माले तपाईँहरूलाई बाटो खोलिदिएको छ र तपाईँहरू आइकन तपाईँहरू सम्पर्क गर्न सक्नुहुन्छ। अनि यसको निम्ति हामीसँग 20 जना टिचरहरू छन् र 20 जनालाई हामीले 1 महिना बस्न खान उहाँहरूलाई सबै प्रबन्ध गर्नुपर्छ। उहाँहरूलाई सकेसम्म हामीले अनरिम दिनुपर्छ। उहाँहरूको ट्रान्सपोर्टेसन अनि 100 जना स्टुडेन्टहरूलाई बस्न खानु 1 महिना यो चाहिँ घरबाट धाउन मिल्दैन, रेसिडेन्सियल हो र हामीले बस्नहरूको लागि सबै कुरा तपाईँहरूलाई प्रबन्ध गरेको छौँ र फर्ममा बुझाइन्छ। तपाईँले 1-2वटा कुरा चाहिँ लिएर आउनुपर्छ र बाँकी चाहिँ तपाईँहरूको लागि सबै कुरा प्रबन्ध छ। तपाईँहरूलाई एकदमै ढुक्क भएर आउन सक्नुहुन्छ। अनि धेरै खर्च छ यो, धेरै खर्च, तर हामीले एउटा भेटीको रूपमा खालि रेजिस्ट्रेसन फी चाहिँ 10,000 मात्रै लिएका छौँ। 1 महिना खान बस्न तपाईँहरूको लागि अनि पढ्न 3वटा एक्जाम फी, त्यहाँदेखि लिएर टिचर 20 जनाको लागि लजिङ फुडिङ ट्रान्सपोर्टेसन अनरेम हललाई हामीले जो भ्यानुलाई लिएका छौँ रिजर्भ गरेको छौँ, साउन्ड सिस्टम सबै कुरा गर्दाखेरि त एकजनाको लागि झनै 40-50 हजार खर्च हुने ठाउँमा तर हामीले भेटीको रूपमा तपाईँ स्टुडेन्टलाई चाहिँ 10,000 रुपियाँ लिएका छौँ र अरू चाहिँ परमेश्वरले जुटाउनुहुन्छ। तपाईँहरू सबैले पनि जसले यो सुन्नुहुन्छ प्रार्थना गरिदिनु होला अनि तपाईँहरूको आराधक अनि म्युजिक सिक्नेहरूलाई चाँडोभन्दा चाँडो सिट रिजर्भ गरेर तपाईँले आफ्ना उपलब्धि ग्रहण गर्नुहोस्। परमेश्वर तपाईँलाई आशिष दिउन्। थ्याङ्क यू।